ए साइको पागल भइस क्या यो के हो यो फोटो खिच्नु नयाँ तरिका हो बुझ्यौ यो चाहिँ के गरेर फोनमा झुमिरा जुल्ली जुल्ली दुईटा पाहाडलाई हाम्रो जोडेछ ल केटा केटाहरू हामी चाहिँ यत्तिकै ढुल्न निस्केको यो र म भएर अब हेरौँ के हुन्छ जाँदै जाँदै गरौँ राम्रो राम्रो केही देखिन्छ एन्ड अगाडिको भ्यू चाहिँ यस्तो खतरा छ कि म हजुरलाई बयान गर्न सक्दिनँ ल आज प्लान के हो न प्लान छैन यो पुलबाट हाम्बाल जान्छ यता आइसक्यौँ यो बाटो एन्ड देन हामी जानु लाग्यो चाहिँ ऊ त्यतातिर जानु लाग्यो अनि जाँदा जाँदा कस्तो हुन्छ म देखाउँछु तपाईँलाई यता आइयो यो बाटो चाहिँ अनि यस्तरी मकैबारी भइ पारी पनि भ्लगर पनि लाग्यो मकैबारीभित्र ल तपाईँले के गर्नु खै फ्रीमा 2 घन्टा 1 घन्टाको लागि फ्रीमा दिन्छु म ऊ यतातिर चाहिँ एकदम कपालहरूले चाहिँ डेटिङ बस्ने गर्छ त्यो मध्ये हाम्रो साथीहरू पनि बस्थ्यो के लोकल ब्रिज चढेर जाऊँ कहाँ ल हामी यता आइयो राम्रै छ र अगाडिको भ्यू चाहिँ एन्ड द फकिङ वाइल्ड छ क्या ल केटाहरू चाहिँ रुकन मलाई पर्ख्यो नि कि एक्लै गएको र अलि भालुले खायो नि कि अनि ल केटाहरू अब चाहिँ यहाँ भित्रबाट छिर्न लाग्यो यो अगाडि गइसक्यो अनि म पनि आउँदैछु र यो चाहिँ के गरेर फोनमा झुमिरह नाचिरहेको चलो जङ्गलमै गरे मङ्गल यहाँ साथी चाहिँ अस्ति त्यो एउटा मेरो साथी चाहिँ त्यहाँ एउटा केटीसित बसेर चुप्पा खाइरहेको थियो अब हामी चाहिँ कुरुवा त्यही पनि होइन पाउने होइन हेरेर बस्ने ल केटाहरू हामी चाहिँ पुलमाथिमा आयौँ एन्ड दिस इज द ब्रिज देख्न सक्नुहुन्छ ए धन्नै त्यसको गाड यसले छेडेन धन्नै मरेन एन्ड द पुल हेर्न सक्नुहुन्छ यहाँदेखि वहाँ वाइल्ड टाढा के दुईटा पाहाडलाई हाम्रो जोडेछ अनि यो पुलबाट यस्तै मजा हुन्छ जान पहिलाको एकदम भाइरल डेटिङ प्लेस ऊ बिचबाट बसेर डेटिङ बस्थ्यो कि एन्ड दिस द भ्यू अगाडिको एन्ड जाम अब अगाडि जाँदा जाँदा ओ आइज न आइज भनेको त भिडियो सुट गर्दै बसिरह एन्ड म चाहिँ उता बिचतिर आउनु लागिसकेँ एन्ड यहाँ छु म बिचतिर छ अलिकति एन्ड अब यहाँ मलाई फोन समात्न नि डर लाग्यो किन खस्दा जस्तो लाग्छ एन्ड अगाडि चाहिँ दिस इज द पुल एन्ड दिस इज द भ्यू तल चाहिँ पौडी खेल्छन् एन्ड दिस इज द अगाडि ठुलो पाहाडहरू अनि ब्रिज भयो हामी बिचको बाटोतिर आयौँ एन्ड तल खोला बगिरहेको छ सनसेट उता भइरहेको छ एकदम राम्रो अनि त्यो चाहिँ हाम्रो रामडाँडा त्यहाँबाट भ्यू चाहिँ खतरा आउँछ अनि हामी चाहिँ छौँ यहाँ पुलको बिचमा अनि अलिअलि थकाइसक्यो अनि केटाहरू बल्ल हिँड्न लाखन् मोदीहरू कति बेर लगाएको अनि यो चाहिँ ल केटाहरू म चाहिँ यहाँ बसेँ मलाई थकै लाग्यो त्यही म बसिरहेको छु अनि केटाहरू चाहिँ उताबाट आउँदैछन् अनि अगाडि यस्तो राम्रो भ्यू हेरेर म चाहिँ एकछिन आँखाले चिसो बनाऊँ यस्तो राम्रो भ्यू हेरौँ र आँखालाई शीतलतापूर्वक बसौँ न कति हिँडिरहनु र मेरो खुट्टा मुनि क्यामेरा देखाउँदैछ मोबाइल गयो जानुहुँदैछ न खिच मजर ए साइको पागल भइस क्या यो ल धन्नै गएको यो मादर अझ हाँस्छ यार के हो यो फोटो खिच्नु नयाँ तरिका हो बुझ्यौ मरे लास चाहिँ भयो त के खिचिहाल्छ कि सुतेर ल सुतेर फोटो खिच्ने पहिलो व्यक्ति मेरो साथी बन्दैछ गिनिज बुक अफ वर्ल्ड रेकर्ड गर्नुभयो ल केटाहरू हामी चाहिँ यहाँ आइसक्यौँ यतातिर पारी कट्न लगाइसक्यौँ एन्ड देन द महिला मरेङ आयो एन्ड देन द ए दुईजना चोरहरू बगबग गर्दै हिँड्छ रमस्तरी तर यहाँ चाहिँ अलि मजा आउँछ क्या किन राम्रो ल
हामी चाहिँ पुल कटिसक्यौँ अन्त यो रुखमा आएको खतरा लाग्यो मलाई खतरा त अनि यहाँबाट एकछिन बसौँ अनि पुलको भ्यू हेरौँ कस्तो छ अनि एक्चुअली पुलको साइज र लेन्थ कस्तो छ यहाँबाट हेर्न मिल्छ यहाँसम्म छ कि म चाहिँ यहाँसम्म छ कि यहाँ पनि फोटो खिच्न मलाई रात परिसक्यो अँध्यारो भइसक्यो तर यो क्यामेराले गर्दा मलाई उज्यालो देखाएको तर फोटो खिच्नु चाहिँ पऱ्यो पुलको बिचमा सुतेर फोटो खिच्छ अनि यहाँ आउँछ फेरि खिच्छ फेरि खस्न लाग्छ फेरि खिच्छ ओखो फोटो अब्सेसन रहेछ क्या अनि हेर त के गरेछ यसको मुख ल ल दे ल झुल्ली केटाहरू हामी चाहिँ यता आइयो अँध्यारो छ सुनसान यहाँ चाहिँ केही छ नि यो खोल छ ल केटाहरू हामी चाहिँ यता आइयो र केटाहरू अगाडि र एकदम उस छ के छ यहाँ यस्तो छ र एकदम अँध्यारो छ कि अनि अँध्यारो भएपछि चाहिँ केही देखिँदैन अनि यो खोल्छ अनि पहिला पानी आउँथ्यो तर यो भुतिया गर्दा जस्तो देखियो क्या